भाइले चाहिँ मेरो मनको कुरा बोल्यो हौ। कन्टेन्ट कपी गर्नुभन्दा आफै बोल्नु नि भनेर मलाई पनि कतिले भनिराख्नु भएको हुन्छ। यो भिडियो एकैछिन हेर्नु है त्यसो भन्नेहरूले। कन्टेन्ट कपी गर्छस् भाइरल हुने मेसो भाइरल हुने मेसो तिमीहरूको त त्यति पनि खुबी छैन। मेरो त खुबी छ, कन्टेन्ट भए पनि यसो कपी गर्छु। तिमीहरू त त्यही कन्टेन्ट कपी गर्ने पनि खुबी नभएर अरूले प्यातर प्यातर गरेकोमा गर्दा टिकटक बनाएको नदेखेको। भाइले मेरो मनको कुरा बोल्नु भयो। त्यो कतिले चाहिँ अरूले गाएको गीतमा उसमा यसरी बोलिरहेको हुन्छ नि हो। यही अहिले मैले बनाइराखेको भिडियो पनि अब कन्टेन्ट एक खालको कपी जस्तो उहाँ भाइले बोल्दै गरेको कुरामा मेरो पनि केही विचार थपेँ। तर यति गर्नु पनि तपाईँहरू कसैलाई आउँछ त? आउँदैन नि त। भन्न अरूलाई भन्न त सजिलो छ होइन। यसरी भिडियो बनाउन आउँछ भने एउटा यस्तै भिडियो बनाएर डुइट गर्नु है मसँग। यही अहिले बोलिरहेको उसमा अलिकति मिलाएर ल मैले पनि बनाएँ त भनेर एउटा भिडियो बनाएर डुइट गर्नु है त। यसरी कतिको आउँदो रहेछ तपाईँहरूलाई? जसले चाहिँ कन्टेन्ट कपी गरेर भाइरल हुन खोज्नुभन्दा आफै बनाउनु नि भन्नुहुन्छ नि, उहाँहरूले विशेष गरी एउटा भिडियो यस्तै खालको बनाएर अनि गऱ्यो भनेर एउटा डुइट गर्नु है त।